हेलो गाइस, स्वागत छ मेरो नयाँ एउटा ब्लगमा। हजुर सन्चै हुनुहुन्छ भनेर आशा गर्दैछु। म पनि सन्चै नै छु। यो चाहिँ हामी ब्रह्मपुत्र जङ्गल रिजोर्टमा गएका थियौँ। यहाँ चाहिँ बहुतै राम्रो भ्यू रहेछ। हामी चाहिँ गरममा जाम नजाम भनेर आइपुगेका। त्यहाँदेखि एउटा रिजोर्ट अगाडि नै डुलेर आइसकेको थियौँ अनि दोमन भइरहनेको थियो आउने जाने नजाने भनेर। त्यही साथीहरूले भन्दा सालै हिँड चाहिँ आज घुरेर आउनु, फेरि मौका मिल्छ मिल्दैन। साह्रै नै राम्रो भ्यू, शान्तिपूर्ण वातावरण, गएपछि घरमा आउन नलाग्ने ठाउँ। त्यसै दिमाग फ्रेस हुन्छ, दिमाग खराब भइरहनेको छ भने हजुरको दिमाग फ्रेस हुन्छ त्यस्तो ठाउँ। तपाईहरू पनि उपभोग गर्न सक्नुहुन्छ, तपाईहरू जान सक्नुहुन्छ। राम्रो जग्गा हो। यहाँ चाहिँ कार र बाइक माथिसम्म जान्छ, त्यही भएर पर पर्सन 300 रुपियाँ गरेर लिन्छ। हामी चाहिँ लोकल गाडीमा गएका थियौँ, अटोमा। अनि यहाँ चाहिँ हामी अनि माथिसम्म हिँडेरै गयौँ, त्यही भएर हाम्रो फिस लिएन। यहाँ चाहिँ अनि यस्तो केटाकेटी खेल्ने जग्गा पनि धेरै छ। हात्ती पनि उठ्न सक्नुहुन्छ, हात्तीको पिठीमा पनि। अनि केटाकेटीहरूसँग यसको लोकेसन चाहिँ हो सुनापुर, कमरकुसी, बटरकुसीबाट पस्नुपर्छ। टिपेसिया गार्डन रोड हो। अनि यो चाहिँ यहाँ चाहिँ धेरै नै रिजोर्टहरू छन्, लगभग 3-4 नै छन्। अनि हामी चाहिँ यसो डिनर गरेर अनि हामी घर फर्कियौँ आजलाई। यति नै, फेरि भेट होला अर्को ब्लगमा। प्लिज कमेन्ट गर्नुहोला, कस्तो लाग्यो भन्नुहोला। केही मिस्टेक छ भने पनि भिडियोमा भन्नुहोला। आजलाई यति नै, बाई बाई।